हामीले देशमा भइरहेको विद्यमान समस्यालाई मध्यनजर गर्दा यो देश खोक्रो बनाइसकेका छन् सामन्ती देशद्रोही हत्यारा नेताहरूले। यस अर्थमा भन्नुपर्दा यो देशको राजनीतिक निकासको एउटै मात्र विकल्प यो देशमा राजतन्त्र पुनर्बहाली हुनु अत्यावश्यक छ। किनकि यो देशमा हिजो हामी जनताले राजा फ्याँकेका होइनौँ, हामीले जिताएर काम गर्नको लागि पठाएका हाम्रा सेवक यानि कि हाम्रा नोकर ती नेताहरूले मिलिजुली गरेर देश लुट्नको लागि राजा फालेका हुन्। यस अर्थमा भन्नुपर्दा आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, यो देशको चौतर्फी विकासको लागि हामीले हाम्रो अभिभावकको भूमिका निर्वाह गर्ने राजतन्त्र पुनर्स्थापना गर्नै पर्छ। किनकि यो देशमा राजतन्त्र बाहेक अर्को विकल्प कुनै छैन। यो देशमा गणतन्त्र भनेर हामीले गणतन्त्रको उपलब्धि के पायौँ? हेर्नुहोस् हजुर, हामी नेताको पछि परेर नेताको पछि लागेर बस्यौँ भने यो देशमा कहिल्यै पनि शान्ति अमन चैन कायम हुने छैन। किनकि हामीले यो देशमा हत्या हिंसा आतंक त पहिल्यै पनि माओवादी जनयुद्धमै भोगेका थियौँ। हामीलाई थाहा छ, हामीलाई स्मरण छ, हामीलाई ज्ञात छ यो देशमा माओवादीले देशको स्थिति कस्तो बनाएका थिए। त्यतिखेर हामीले भोगेका थियौँ। एकातिर माओवादीका साथीहरू सरकार पक्षबाट पीडित भएका थिए भने उनका परिवार सरकार पक्षबाट पीडित भएका थिए भने सरकार पक्षका जुन आर्मी पुलिसहरू माओवादी पक्षबाट पीडित भएका थिए। जसरी पनि नेताहरू आफू बनेर जनता मार्ने काम गरे। यसर्थ अब हामीले हिजोका ती घटनाहरू बिर्सेर राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ। जय देश जय नारी।